लेट्स गो गाइज। यो चाहिँ मैले चाहिँ होइन उसको लागि लेखेको थिएँ होइन, छोडेर जानेहरूको लागि मेन्सन गरिदिनु, ठिक छ होइन। कस्तो लाग्छ यस्तो फ्री स्टाइल प्र्याक्टिस है, कस्तो लाग्छ? याद राख तिमी, याद राख आउँछ रे सबको पालो, याद राख, याद राख तिमी, याद राख आउँछ रे सबको पालो, याद राख। भन्न सक्दिनँ म, भन्न सक्दिनँ मनमा धेरै कुरा तर खोल्न सक्दिनँ। थाहा छैन किन एक्लै बरबराउँछु म, तिम्रै बारे सोच्दा सोच्दै आफै हराउँछु म। तिमी मेरो जिन्दगी हो, तिमी सहारा, तिमीलाई नै माग्ने गर्छु खस्दा नि तारा। बिचमै छोडी जानु थियो किन दियो हात, झुटो कसम खायो दिन सकेन नि साथ। याद राख तिमी, याद राख आउँछ रे सबको पालो, याद राख, याद राख तिमी, याद राख आउँछ रे सबको पालो, याद राख। भन्दिनँ म तिमीलाई त्यो तिम्रो गल्ती थियो, अन्धविश्वास गर्न सायद मेरै गल्ती थियो। छोडी जान मन थियो तिमीले यस्तो किन गर्यौ, पहिला कसम खायो तिमी बिना मर्छु झै गर्यौ। पछि छोड्नुहुन्न हजुर भन्दै थियो पहिले, वास्ता समेत छैन किन आज अहिले। ठिक छ तिमीले गर्यौ जे जति मेरो लागि, तिमीलाई नै मिलोस् वर्ष त्यही माथि। के भनौँ म, या तिमी याद राख आउँछ रे सबको पालो, याद राख, याद राख तिमी, याद राख आउँछ रे सबको पालो, याद राख, याद राख तिमी, याद राख आउँछ रे सबको पालो, याद राख। या ठिक छ होइन, के भन्नु, गरे हो गर्ने जति होइन, मरियो त्यो समेत पनि गरे हो तर पुगेन होइन। त्यही भएर चाहिँ ठिक छ भन्छु म चाहिँ होइन। जे गर्न मन छ तिमीलाई गर्दा हुन्छ, मलाई फरक परेन। मैले तिम्रो लागि चाहिँ अति गरे हो कि, बट ओइलेस माया छ होइन। ठिक छ, लभ यु गाइज होइन। कस्तो लाग्छ यस्तो कमेन्ट गरिदिनु होइन। अब त्यस्तै हो, फेरि अर्को बिटमा चाहिँ हानेर सुनाउँछु मैले, नयाँ बिट होइन। योमा चाहिँ कमेन्ट गर, फेरि नयाँ आउनेवाला छ। बाई बाई गाइज है, जस्ट लभमा आउनेवाला छ। म उयो भगवान्लाई प्रार्थना गर्छु या जहिले नि खुसी होस् भनेर।